त्यही रवि लामिछाने नारायण श्रेष्ठको पालामा खोलेको फाइल खोलेर देखाउ त ल मलाई ल 1 2 3 ल देखाइदिनु त इतिहासमा रवि जस्तो छैनन् कोही पनि तपाईँले भने अहिलेसम्मले त देखिएन हेर्नुहोस् अहिलेसम्म चाहिँ मैले चाहिँ देखिएन अब नेक्स्टबाट अब के हुन्छ त्यो हेर्ने जाने क्रम हो होइन तर तपाईँले विकास गर्ने तपाईँले साँच्चीकै पैसा खोज्नुहुन्छ तपाईँ अस्ति तपाईँले के अरे हाम्रो महावीर पुनले भन्नुभयो होइन ए भाइ योजना मात्रै लिएर आउने हो र मैले भएको योजना सबै लथालिङ्ग परेर राखेको छ अनि जनतालाई आश्वासन दिएर योजना मात्रै ल्याउनलाई त ढुकुटीमा माल पनि हुनुपर्ने होला नि त भने होइन मैले खै त ढुकुटीमा पैसा कदम कदाचित रवि आजको दिनमा गृहमन्त्री भएको भए अहिलेको परिस्थितिमा है जसरी जेएनजीको फुल सपोर्ट छ आम नेपाली नागरिकको आशा छ यो सरकारमाथि यो सरकारमा यदि रवि गृहमन्त्री भएको भए के गर्छ होला उनले तपाईँलाई के लाग्छ अब मैले एनालाइसिस गरेको त हुनु त अब त्यो कुर्सीमा बस्दाखेरि कतिको सजिलो छ गाह्रो छ त्यो त मलाई थाहा छैन त्यो बस्ने मान्छेलाई थाहा होला त्यहाँ पक्षमा वकालत गर्दै हुन्छ तर अब म चाहिँ भइदिया भए सबैभन्दा यो 3 जना जो यो हत्यामा संलग्न छ नि त हाम्रो भाइहरूलाई सिधा ताकी निधारमा गोली हाल्ने छातीमा गोली हान्ने जुन गोली लागेपछि बाँच्दै गाह्रो के एकदमै ल्याङफ्याङै हुने गरी गोली हान्ने छ नि तिनीहरूलाई दायरामा ल्याउने सिधै यहाँ कोही बहिनी महिना दिनदेखि बस्नै पर्दैन क्या है त्यसपछि भनेको तपाईँको त्यही 25वटा फाइल अध्ययन गरेर त्यहाँबाट सुरु गर्दैन काम पुगेछ त यिनीहरूले 6 महिना लाग्ला नि त्यो फाइलको चाहिँ सबै कुरा गर्नलाई प्रधानमन्त्री सुशीला कार्की तत्कालीन अवस्थामा पूर्व प्रधान न्यायाधीश हुनुहुन्थ्यो सडकमा 24 गते उहाँ उभिएर भन्नुभयो यो आम हत्या हो यसलाई मैले हत्याको संज्ञा दिन्छु र राजीनामाले मात्र पुग्दैन कटकडामा यिनीहरूलाई उभ्याउनु पर्छ भनेर भन्नुभएको थियो आज उहाँ कुर्सीमा हुनुहुन्छ कार्यकारी प्रमुख हुनुहुन्छ किन गर्न सक्नु भएन म त्यही भन्दैछु त त्यो त उतैनिर हो कि कहाँबाट त्यो मैले इन्टरभ्यू त्यही दिन हेरेको थियो त्यो इन्टरभ्यूमा उहाँले यो ओठ यति कमाएको हुनुहुन्थ्यो होइन यति पीडामा हुनुहुन्थ्यो उहाँले एकदम रिसमा आवेगमा आँसु झारेर उहाँले भन्नुभएको थियो कि होइन एकलाई कारवाही गर्नुपर्छ यस्तो बच्चाहरूको हत्या गर्नलाई छोड्नु हुँदैन भनेर उहाँले बोलेको कुरा कहाँ गयो भने क्या म त्यही कुरा गर्छु हामी पनि त्यही भन्दैछौँ हो त्यस कारणले गर्दाखेरि तपाईँहरू त्यहाँ बसेर जनताको मनमा भात पाकिसकेको छ जनता अहिले भेन्टिलेसनमा छ क्या होइन त्यस कारणले गर्दा तपाईँहरूले अपडेट त दिनुपर्ने होला नि त एउटा पत्रकार सम्मेलन गरिदिनु पर्यो केही विज्ञप्ति निकालिदिनु पर्यो बाँच्ने आधार बनाइदिनु पर्यो के पाक्दैछ भित्र खाली कुकर मात्रै बसालेको छ कि पानी मात्रै पकाएको छ कि विभिन्न मेटेरियल केही थाहा छैन जनता हेर्नुहोस् अन्दाजको भएर बसिरहेको छ त्यस कारणले